हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज यो सेकेन्ड भिडियो हो। अस्ति नै अपलोड गरिसकेँ मैले त्यो फर्स्ट पार्ट चाहिँ। यो चाहिँ सेकेन्ड पार्ट बनाएर हालेको, किन भन्दा यो चाहिँ हामी अस्ति गथ्यौँ नि त घुम्नलाई, त्यो छुकछुके यो हजुरहरूले देखिरहनु भएको ट्रेन चढ्नलाई। अनि गएको, अनि भिडियो त बिचमा माइक लाएर बोलिरहेको थियो नि त हामी। अनि माइकको चार्जै सकिएछ, थाहै भएन। घर आएर भिडियो हेर्छु, एडिट गर्नु खोज्छु त सब भिडियो चाहिँ म्युटै, साउन्ड एउटा छैन रहेछ। अनि फेरि के गर्ने भन्दा आधा त साउन्ड छ है, आधा त साउन्ड छैन। साउन्ड भएकोलाई चाहिँ फेरि फर्स्ट पार्टमा सबजना के सब मिलाएर हालिदिएँ। अनि फेरि साउन्ड नभएको चाहिँ अनि आज फेरि यसरी भोइस ओभर गरेको मैले, जानी नजानी। अनि हामी यसरी घुम्न गयौँ त कति रमाइलो भयो कि त्यो दिनमा है। पुरै हेर्नु न, यो चाहिँ स्काउटको रहेछ कि, स्काउटको त्यो ट्रेनिङ रहेछ 5 दिनको लागि। अनि सबै देशहरूबाट आएको कि, अब सबै देशबाट आएको, स्विडेन, यो युके, कता कता सबको आफ्नो आफ्नो देशको झन्डाहरू झुन्डाइरहेको थियो कि त्यहाँ आफ्नो एरियामा, त्यो कुन कुन एरियामा उनीहरू बसेर। अनि त्यहाँ चाहिँ प्रोग्राम हुँदो रहेछ कि। अनि पुरै उनीहरूलाई ट्रेनिङदेखि लिएर सबै गर्दो रहेछ कि। अनि हेर्दा नि कति रहर लाग्दो, हामी नि बस्न पाए हुन्थ्यो नि जस्तो टाइपको कि। आफै गएर एकदम बसौँ जस्तो लाग्ने। त्यो दिन फेरि मौसम पनि यति राम्रो भएको थियो नि त। अनि ठाउँ पनि यस्तो राम्रो रहेछ कि, त्यो हेर्दै कि एकदमै यसै मनै यसै चङ्ग रमाइलो भए जस्तो लाग्ने ठाउँ कि। अब हेर्दै त्यो वातावरणहरू पनि है, जङ्गलको बिचमा, न हावाहल्ला केही छैन नि त, यस्तो मजाको। फेरि यति धेरै थियो कि, यति धेरै थियो कि है, यो स्काउटकोहरू चाहिँ त्यहाँ पुरै ढाकेको थियो कि, डाँडाकाँडा सबै ढाकेको थियो कि तिनीहरूले है। अनि तर हेर्दै गयौँ है, कति रमाइलो मान्यो। अनि बाटोमा हेर्दा भेट्दा चाहिँ तिनीहरू सबले हात हल्लाइरहेको थियो, हेलो हाई गर्दै है। अनि सबजनासँग त्यो बिच बाटोमा चाहिँ ट्रेन कुदिरहेको थियो छुक है। अनि यति रमाइलो भएको थियो। अनि यिनीहरूको यति धेरै व्यवस्था कि, अब त्यहाँ है त्यो त्यसमा खाने पानी, नुहाउने ठाउँ भित्रै, अनि टोइलेट त्यो उत्योवाला क्या, पोर्टेबलवाला क्या, कुदाएर ल्याएकोवाला। कति राम्रो क्या त्यो। जङ्गलमा गए पनि जस्तै दिसा पिसाब चाहिँ नगर्ने कि जस्तो क्या। अनि त्यसपछि तिनीहरूको चाहिँ त्यो प्रोग्रामहरू नि हुनलाई, त्यो कन्सर्ट हुन्छ नि हो, त्यस्तो टाइपकोमा नि अब त्यो नि बनाएर चाहिँ खोइ अब हुन्छ होला नि प्रोग्राम। हामी त फेरि बेलुकासम्म बसेन। ल हेर्नु न, यो त नुहाउने ठाउँ हो कि। अब मैले देखाएँ नि हजुरहरूलाई एकछिन। अनि त्यसपछि यस्तरी गयौँ घुम्दै। यो बाजे चाहिँ फेरि त्यो टिकट काट्न पर्छ नि त यहाँ। अनि टिकट चेक गर्ने बाजे हो कि, जाँदा पनि टिकट चेक गर्छ, आउँदा पनि टिकट चेक गर्छ कि। अनि टुवेको काट्ने हो एकैचोटि। अनि त्यसपछि अनि जाँदा आउँदा गर्छन् बाजेले टिकट चेक। अनि यो 2टा ट्रेन रहेछ है त्यहाँ चाहिँ। एउटा चाहिँ आउँदै थियो, हामी फर्किँदै थियो। हामी चाहिँ घुमेर फर्किँदा उनीहरू यो सब स्काउटको थियो, स्काउटको मात्र, जता हेरे पनि स्काउटको थियो नि त। अनि हामी चाहिँ फेरि घुमेर आएँ है। घुमेर आएपछि त्यहाँ चाहिँ उत्यो रहेछ क्या, के भन्छ अरे, म्युजियम रहेछ होइन। त्यहाँ के रहेछ भनेर त्यो पहिलाको पुरानो हिस्टोरीको सामानहरू, अब पुरानो सामानहरू, ट्रेनहरू पहिला जमानामा चलेको, त्यो नचलाएको थन्काएको सामानहरू के रहेछ क्या। अनि हेऱ्यौँ। त्यहाँ त यसै छिरेको पैसा पर्दैन रहेछ। केही बुझाएन कि, र अलिअलि यसो हेरेँ। अनि हेर्दै थियो। अनि बाजेले अनि त्यो त्यहाँभित्रको हुन्छ नि भन्ने बाजे हो, त्यो बाजेको चाहिँ ड्युटी सकिएछ के अरे, बेलुका भइसकेको थियो। अनि त्यसपछि अरू मान्छेहरूलाई देखाउँदै थियो। हामी त पस्यौँ, अनि ड्युटी सकिसक्यो त्यो बाजेको चाहिँ। ल अब त चामचाम भन्यो, अनि निस्क्यौँ। यति नै हो साथीहरू। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई। नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई।